जब सबै मानिसहरू आफ्ना तस्बिरहरू पोस्ट गरिरहेका हुन्छन् तब केही मानिसहरू चुपचाप बस्छन्। जब संसार मान्यता भ्यालिडेसन खोजिरहेको हुन्छ अर्थात् अरू मानिस उसको बारेमा जान्न चाहन्छ तब तिनीहरू अदृश्य रहन रुचाउँछन्। के यो डर हो? होइन, यो सायद सबैभन्दा ठुलो शक्ति हो जुन तपाईले कहिल्यै बुझ्नु भएन। र आज यस भिडियोमा तपाईलाई यस्तो खतरनाक रहस्य शेयर गर्दैछु कि सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरू नराख्ने मानिसहरूले वास्तवमा के सोचिरहेका हुन्छन्। एकैछिन रोकिनुहोस्, म तपाईलाई एउटा प्रश्न सोध्छु। तपाईले अन्तिम पटक आफ्नो तस्बिर कहिले पोस्ट गर्नुभएको थियो? र साँचो भन्नुहोस्, त्यसलाई पोस्ट गर्नु अघि कति पटक जाँच गर्नुभएको थियो? कति लाइक आयो, कति कमेन्ट आयो, कसले देख्यो, कसले बेवास्ता गर्यो? अब सोच्नुहोस्, त्यो मान्छे जसले पोस्ट नै गर्दैन, के ऊ कमजोर छ वा ऊ केही जान्दछ जुन अरू सबैले भुलेका छन्? धरतीकै सबैभन्दा गाह्रो आध्यात्मिक दर्शनको व्याख्याता एलन वाट्सले एउटा कुरा भनेका थिए, जति तिमी आफू अस्तित्वमा रहेको प्रमाणित गर्न खोज्छौ त्यति नै कम तिमी वास्तवमा बाँच्दछौ। द मोर यु ट्राई टु प्रुभ यु एक्जिस्ट द लेस यु एक्चुअली लिभ। र यो कुरा उनले आजभन्दा धेरै वर्ष पहिले, सामाजिक सञ्जाल भन्दा पहिले, सेल्फी भन्दा पहिले, फिल्टर भन्दा पहिले भनेका थिए। तर आज यो कुरा यति साँचो लाग्छ कि डर लाग्छ, किनभने हामी सबै एउटा खेल खेलिरहेका छौँ। एउटा यस्तो खेल जहाँ हामी आफूलाई बेच्दैछौँ, आफ्नो जीवनलाई, आफ्नो खुसीलाई, आफ्नो वास्तविकतालाई। र जो मानिसहरू यो खेलमा छैनन् तिनीहरू हारेका छैनन्, बरु सायद तिनीहरूले बुझिसकेका छन् कि यो खेल नै नक्कली हो। त्यसैले आज हामी ती मानिसहरूको मनोविज्ञान बुझौं जो देखिँदैनन् तर सबै कुरा देख्छन्, जो चुप छन् तर सबैभन्दा बढी सचेत छन्, जो अदृश्य छन् तर सबैभन्दा वास्तविक छन्। र सायद यो भिडियोको अन्त्यसम्ममा तपाईले आफैबारे केही बुझ्नुहुनेछ, केही यस्तो जुन तपाईले कहिल्यै सोच्नु भएको थिएन। त्यसैले सुरु गरौँ यो यात्रा जहाँ मौनता शक्ति बन्छ र अनुपस्थिति उपस्थिति भन्दा बढी शक्तिशाली हुन्छ। पहिलो कुरा, जो मानिसहरू आफ्ना तस्बिरहरू पोस्ट गर्दैनन् तिनीहरूले एउटा धेरै ठुलो सत्य बुझिसकेका हुन्छन्। त्यो सत्य यो हो, जब तपाई दर्शकको लागि प्रदर्शन गर्नुहुन्छ तपाई आफै बन्न छोड्नुहुन्छ। When you perform for an audience, you stop being yourself. सोच्नुहोस्, तपाई कतै घुम्न जानु गएको छ, घाम डुबिरहेको छ, हावामा चिसोपन छ, तपाईको मनमा शान्ति छ र त्यही बेला तपाईको दिमागले भन्छ फोटो खिच्नु पर्छ, पोस्ट गर्नु पर्छ, क्याप्सन सोच्नु पर्छ र त्यही क्षणमा त्यो शान्ति हराउँछ, किनभने अब तपाई त्यो क्षण बाँचिरहनु भएको छैन। तपाई त्यसलाई रेकर्ड गर्दै हुनुहुन्छ, दस्तावेज गर्दै हुनुहुन्छ, प्रमाणित गर्दै हुनुहुन्छ। र यो मनोविज्ञानको सबैभन्दा अध्यारो सत्य हो। जब तपाई आफ्नो जीवन देखाउन थाल्नुहुन्छ तब तपाई त्यसलाई बाँच्न छोड्नुहुन्छ। एलन वाट्सका अनुसार जीवन दस्तावेज गरिनुपर्ने यात्रा होइन तर अनुभव गरिनुपर्ने रहस्य हो। लाइफ इज नट अ जर्नी टु बी डकुमेन्टेड बट अ मिस्ट्री टु बी एक्सपिरियन्स्ड। र फोटो नराख्ने मानिसहरू त्यो रहस्य बाँचिरहेका हुन्छन्, तिनीहरू अनुभव गरिरहेका हुन्छन्, कुनै दर्शक बिना, कुनै मान्यता बिना, केवल आफ्नै लागि। तर रोकिनुहोस्, म यो भन्दै छैन कि फोटो पोस्ट गर्नु गलत हो, होइन, पटक्कै होइन। यदि तपाई साँच्चै खुसी हुनुहुन्छ, यदि तपाईलाई शेयर गर्दा आनन्द मिल्छ भने ठीक छ। तर प्रश्न यो हो, तपाई पोस्ट गर्दै हुनुहुन्छ किनभने तपाई खुसी हुनुहुन्छ वा तपाईलाई आफू खुसी छु भन्ने प्रमाण चाहिएको छ? तपाई शेयर गर्दै हुनुहुन्छ किनभने त्यो क्षण सुन्दर थियो वा अरूले तपाईको जीवन सुन्दर छ भनी सोच्छन् भन्ने कारणले? र यही भिन्नता हो प्रामाणिकता, अथेन्टिसिटी र प्रदर्शन सो अफ बीच, बाँच्नु र प्रमाणित गर्नु बीच, हुनु र देखिनु बीच। दोस्रो कुरा, सामाजिक सञ्जालमा आफ्नो फोटो नराख्ने मानिसहरूले एक फरक स्तरको स्वतन्त्रता जान्दछन्। एक यस्तो स्वतन्त्रता जुन अरू मानिसहरूले गुमाइसकेका छन्। यो स्वतन्त्रता हो अरूको नजरबाट स्वतन्त्रता, द फ्रीडम फ्रम द आइज अफ अदर्स। एक सेकेन्डका लागि सोच्नुहोस्, तपाईको हरेक पोस्ट, हरेक फोटो, हरेक स्टोरीले कसै न कसैलाई धारणा बनाउने मौका दिन्छ, कसैलाई तुलना गर्ने, कसैलाई टिप्पणी गर्ने। र बिस्तारै बिस्तारै तपाई त्यो बन्नुहुन्छ जो अरूले हेर्न चाहन्छन्। तपाई आफ्नो लागि बाँच्नुहुन्न, तपाई तिनीहरूको लागि बाँच्नुहुन्छ जसले तपाईलाई हेरिरहेका छन्। र यो नै आधुनिक दास्ता, मोडर्न स्लेभरी हो, डिजिटल दास्ता, जसलाई तपाई देख्न सक्नुहुन्न तर हरेक लाइकमा, हरेक कमेन्टमा, हरेक भ्यू काउन्टमा महसुस गर्नुहुन्छ। इलन वाट्सले एकपटक भनेका थिए, तपाई 5 मिनेट पहिले जो हुनुहुन्थ्यो त्यही भइरहनु पर्ने तपाईको कुनै बाध्यता छैन। यु आर अन्डर नो अब्लिगेसन टु बी हु यु वर 5 मिनेट्स अगो। तर सामाजिक सञ्जालमा तपाईले त्यही भइरहनुपर्छ, लगातार रहनुपर्छ, एउटा छवि कायम राख्नुपर्छ, एउटा ब्रान्ड बनाउनुपर्छ र त्यही क्रममा तपाई हराउनुहुन्छ।
वास्तविक तपाईँ जो बदलिन्छ, जो विकसित हुन्छ, जो हरेक क्षणमा नयाँ हुन्छ। अब मुख्य कुरा, जो मानिसहरू फोटो पोस्ट गर्दैनन् तिनीहरूले यो बुझिसकेका हुन्छन्, अस्तित्वमा रहनका लागि मैले देखिएर बस्नु पर्दैन। आई डोन्ट नीड टु बी सीन टु एक्जिस्ट। यो एउटा धेरै ठूलो बोध, रियलाइजेसन हो। किनभने आजको पुस्तालाई लाग्छ यदि तपाईँ अनलाइन हुनुहुन्न भने तपाईँ हुनुहुन्न नै। यदि तपाईको फोटो छैन भने तपाईको अस्तित्व छैन। यदि तपाईलाई मानिसहरूले जान्दैनन् भने तपाईको कुनै महत्त्व छैन। तर सत्य त यो हो, रुखहरू फोटो बिना पनि बढ्छन्, नदीहरू दर्शक बिना पनि बग्छन्, सूर्यलाइक बिना पनि उदाउँछ र तपाईँ पनि कसैलाई नभनी, कसैलाई नदेखाई पुरै तरिकाले बाँच्न सक्नुहुन्छ। वास्तवमा सायद अझ राम्रो तरिका, किनभने जब कसैले हेरिरहेको हुँदैन तब तपाईँ सबैभन्दा बढी वास्तविक हुनुहुन्छ, सबैभन्दा बढी स्वतन्त्र हुनुहुन्छ, सबैभन्दा बढी जीवित हुनुहुन्छ। अब मलाई थाहा छ तपाईँ के सोच्दै हुनुहुन्छ होला, त्यसो भए के अब मैले कहिले फोटो पोस्ट गर्नु हुँदैन? के सामाजिक सञ्जाल प्रयोग गर्नु गलत हो? होइन, पटक्कै होइन। सामाजिक सञ्जाल एउटा साधन, टुल हो र हरेक साधन राम्रो वा नराम्रो हुँदैन, बरु त्यसको प्रयोग राम्रो वा नराम्रो हुन्छ। वास्तविक प्रश्न यो हो, तपाईँ सामाजिक सञ्जाल प्रयोग गर्दै हुनुहुन्छ वा यसले तपाईलाई प्रयोग गर्दैछ? तपाईँ पोस्ट गर्दै हुनुहुन्छ वा तपाईलाई पोस्ट गर्नु परेको छ? तपाईँ पोस्ट गर्दै हुनुहुन्छ वा अरूले लाइक सेयर गरिदियोस् भन्ने स्वीकृति, अप्रुभल खोज्दै हुनुहुन्छ? यी प्रश्नहरू आफैसँग इमानदार हुनुपर्छ र जब तपाईँ इमानदारीपूर्वक जवाफ दिनुहुन्छ तब तपाईलाई थाहा हुन्छ कि तपाईँ कहाँ उभिनु भएको छ, सचेतना, अवेयरनेसमा वा लत, एडिक्सनमा, स्वतन्त्रतामा वा पासो, ट्र्यापमा। सबैभन्दा महत्त्वपूर्ण कुरा, फोटो नराख्ने मानिसहरूले एउटा धेरै दुर्लभ गुण विकास गर्छन्। त्यो गुण हो गुमनामीमा सन्तुष्टि, कम्फर्ट इन एनोनिमिटी। आजको संसारमा सबैभन्दा दुर्लभ चिज के हो? प्रसिद्धि होइन, पैसा होइन, बरु आत्मामा शान्ति। र त्यो शान्ति त्यति बेला आउँछ जब तपाईलाई कसैलाई प्रभावित गर्ने आवश्यकता नहोस्, कसैलाई प्रमाणित गर्ने आवश्यकता नहोस्। जीवन तब मात्र मूल्यवान हुन्छ जब अरूले त्यसलाई हेर्छन्। सफलता तब मात्र वास्तविक हुन्छ जब अरूले त्यसलाई चिन्छन्। खुसी तब मात्र साँचो हुन्छ जब त्यसलाई पोस्ट गर्न सकिन्छ। तर यो सबै भ्रम, इल्युजन हो, एउटा सुन्दर झुट जुन हामीलाई बेचिएको छ। र जो मानिसहरू यो भ्रमबाट बाहिर निस्किसकेका छन् तिनीहरू एक फरक स्तरमा बाँचिरहेका हुन्छन्। तिनीहरू आफ्नै लागि, आफ्नै शर्तहरूमा, आफ्नै गोपनीयतामा, आफ्नै प्रामाणिकतामा बाँचिरहेका हुन्छन् र यसैले तिनीहरू बढी शान्तिपूर्ण हुन्छन्, बढी गहिराइमा हुन्छन्, बढी वास्तविक हुन्छन्। त्यसैले अर्को पटक जब तपाईँ सामाजिक सञ्जालमा नभएको वा फोटो नराख्ने कसैलाई देख्नुहुन्छ तब यो नसोच्नुहोस् कि ऊ पुरानो, आउटडेटेड छ वा दिक्क लाग्दो, बोरिङ छ वा असामाजिक, एन्टी सोसियल छ। बरु सोच्नुहोस् सायद उसले केही जान्दछ, केही यस्तो जुन अरू सबैले भुलेका छन्। कि जीवन लाइक्सबाट मापन हुँदैन, कि पहिचान तस्बिरहरूबाट बन्दैन, कि खुसी मान्यताबाट आउँदैन। र सायद ऊ तपाईभन्दा बढी स्वतन्त्र छ, बढी शान्तिपूर्ण छ, बढी वास्तविक छ र अर्थपूर्ण छ। किनभने उसले प्रमाणित गर्नुको सट्टा बाँच्नलाई रोजेको छ, देखिनुको सट्टा हुनुलाई रोजेको छ, देखावटीको सट्टा उपस्थितिलाई रोजेको छ। र यो छनौट सबैसँग छ, तपाईसँग पनि। तपाईले मात्र निर्णय गर्नुपर्छ कि तपाईँ कुन पक्षमा उभिन चाहनुहुन्छ। म तपाईलाई बाध्य पार्दै छैन, म तपाईलाई न्याय गर्दै छैन, म केवल एउटा दृष्टिकोण सेयर गर्दैछु, एउटा लेन्स दिँदैछु जसबाट तपाईँ चीजहरूलाई अलिकति फरक तरिकाले हेर्न सक्नुहुन्छ। सामाजिक सञ्जाल एउटा साधन हो, यसलाई प्रयोग गर्नुहोस्, यसको आनन्द लिनुहोस्, तर यसको दास नबन्नुहोस्। आफ्नो मूल्यलाई यससँग नजोड्नुहोस्, आफ्नो पहिचानलाई यसबाट परिभाषित नगर्नुहोस्। त्यसैले आजको लागि यति नै। आशा छ यसले तपाईलाई केही छोयो होला, केही सोच्न बाध्य पार्यो होला। यदि पार्यो भने यो भिडियो ती मानिसहरूसम्म सेयर गर्नुहोस् जसलाई यो सुन्न आवश्यक छ।